Hello. Happy weekend. Saturday. Fine weather. हामी सो खोलातिर जाँदैछौँ भाइहरू हामीहरू सबैजना निस्किँदैछौँ आजको लागि सो विकेन्ड स्याटरडे सो हल्का रिफ्रेसमेन्टको लागि मलाई चाहिँ थाहा छैन एक्ज्याक्ट कता जाने हो भनेर म अगाडि पुगिन्छ थाहा हुन्छ कुन ठाउँमा पुगिन्छ खोलामा जाने भन्दैछौँ भएछ माछा पनि लिएर आउने भनेछौँ खोलाबाट हेरौँ सी कहाँ पुगिन्छ ओके आइपुग्यौँ हामी यो कुन ठाउँ हो रेलवे आइपुग्यौँ जङ्गलतिर लाग्छ हाम्रो चेन्ज हुँदैछ सवारी साधन हाम्रो एकदम न्यू ब्रान्ड उयो स्कुटरले धोका दिएला नि फेरि र सुरु गर्नु तपाईँ पनि अब सँगसँगै जानुपर्छ फाइनली हामी आइपुग्यौँ अमहा सिमसार हार्दिक स्वागत गर्दछु रे अमहा सिमसारमा आइपुग्यौँ हामी रिफ्रेशिङ मजाको छ आइपुगेँ अब बाइक पार्किङ गऱ्यो भाइहरू कुर्दैछु भाइहरू आएर भाइहरू पनि ठ्याक्क आएछ सम भाइहरू आए 3 जना सरारा हो अन्त पारा हिरोहरूको इन्ट्री भयो है हाम्रो हिरोहरूको इन्ट्री भयो है हामी त यताबाट छिरेको हामी त त्यहाँबाट सिधै त्यो भयो यताबाट आयो पुल कटेन होला है तिमीहरू ए पुल कट्यौँ नि हामी टिकट काट्नु छ हामी
अमहा सिमसार बरा क्षेत्रमा पर्छ यो चाहिँ हाम्रो बरा क्षेत्र नगरपालिका 4 र 5 सुनसरी टिकट पनि लगाइन्छ टिकट कटिङ भयो हाम्रो प्रवेश शुल्क 10 रुपिस चिल्ड्रेन पार्कको पनि छुट्टै काठ डाँडा 50 बोटिङ 50 सबै रहेछ निर्माण कन्स्ट्रक्सन समाधान गयो म्यापिङ भयो म्यापिङ अमदा वन उपभोक्ता समूह बारा क्षेत्र नगरपालिका 4 र 5 सुनसरी construction of Amahada wetland. Okay. So हाम्रो अमदाको कङ्गार हो बाघ पनि छ है बाघ सिंह छ सिंह यहाँ छुट्टै छ सिंह दाँत भाँच्दैछ क्या हो यसको पुच्छर पनि भाँच्दैछ राक्षसले कडा ठुलो छ नि त हाम्रो पुच्छरै गायब के डोरम्यान जस्तै पुच्छर काटिदिएको होला नि त अय्या हरियाली हरियाली रमाइलो हरियाली छ है आनन्द लाग्ने हरियाली छ के छ यहाँ कछुवा छ अरे नरम कालो छाला भएको कछुवा तर कुन कुनामा चाहिँ थाहा छैन कछुवा यहाँ लुकिरह होला है भित्र एउटा नाङ्लो जत्रो छ अरू यत्रो यत्रो छ तर कता छ त नि यो कालो पानीमा कहाँ देखिँदैन कहाँ बसिरहेको आराम गर्दै होला त्यहाँ एउटा छ पर सानो हो त्यहाँ सानो रहेछ ल एकछिनमा फर्किँदा देख्ला कि सिमसार अमहा सिमसार मजाको रहेछ त ठाउँ त बारा क्षेत्रमा मजाको ठाउँ छ बारा क्षेत्रमा छुट्टै रमाइलो मजाको ठाउँहरू धेरै रहेछ फिसिङ बोतल रहेछ फिसिङ भनेको त हाम्रो चाहिँ यहाँ मजाको फिसिङहरू हुँदो रहेछ फिसिङ जोनै जस्तो क्या मजाले सबैजना फिसिङहरू गरेर बसिरहने आनन्दको रमाइलो क्या फिसिङ गर्नु पनि छुट्टै रमाइलो हुन्छ नि मजाको भइरहेको रहेछ यहाँ चाहिँ हाम्रो गफ काप हुँदैछ यहाँ छुट्टै आफ्नै धुनमा गफ काप हुँदैछ यहाँनिर कस्तो हुँदैछ कस्तो लाग्यो रमाइलो
कस्तो धेरै रमाइलो हुँदैछ उयो पर त पिकनिक पो खानु आएको रहेछ हौ आउँछ त नि ड्राई पिकनिक आउनु त मलाई मजाको जुत्ता ठाउँ रहेछ नि त खोलौँ लाग्यो नि रेस्टमा आएको नि फर्स्ट टाइम हो अब यहीँको मान्छेको फर्स्ट टाइम अब अचम्मै भयो रासा हो रासा हो रासा ताल रासा ताल हो रासा रसा त्यहाँ त बोटिङ बाइक केही गर्नु पाउँदैन नि त्यहाँ त यसरी मान्छेहरू जानु पाउँदैन नि मारेको अनि मर्दैन अब फ्राई गरेर हान्ने हो सानो सानो माछाहरू समातेको रहेछ भाइहरूले सिद्रा सिद्रा माछाहरू समातेको एकचोटि हेर्नु त भाइ हेर्छु यो लाइनिङ वाला हो यस्तो रहेछ नि कान्छा यो लाइनिङ वाला क्या बिचरा यो लाइन कान्छा सानो मजाको माछा सानो सानो सिद्राहरू भेट्दो रहेछ मार्ने भन्नाले पनि हामी चाहिँ लगेर घरमा एक्वेरियममा राख्नलाई प्लानिङमा छौँ हामी नयाँ माछाहरू एड गर्नलाई हेरौँ अब कति माछा समाइन्छ भाइ जाँदैछ फिसिङ क्याचिङको लागि जाँदैछ हाम्रो भाइ हन्टिङमा चाहिँ कतिवटा चाहिँ मात्र घर लाग्यो हाम्रो छुट्टै भाइहरू रमाइलो गर्दैछ छुट्टै रमाइलो गर्मीमा पानीमा खेल्नु रमाइलो छुट्टै हुन्छ नि फेरि यहाँ यता माथि चाहिँ दर्शकहरू छ दर्शकहरू यहाँ दर्शकहरू हेर्दै माछा समात्यो ओके मैले यो एकदम यत्रो हालेको थिएँ नि एकदम खुडाउनु खोज्दैन यो हिलो माछा खतरा छ भाइको खाइदिँदैन त्यसले अब छुट्टै रमाइलो छ यता स्विमिङ खेल्ने ठाउँ हो गर्मीमा यहाँ छ भाइहरू खेल्दैछ भाइहरू
रमाइलोसँग खेल्दैछ। अब हामी यहाँबाट कोसी जाँदैछौँ। पिकनिक पनि मजाको भइरहेछ यहाँ, ड्राई पिकनिक सट्टा आयो, ड्राई पिकनिक बस्यो, ग्रुप आयो, मजाको रमाइलो रहेछ, आनन्द, रिल्याक्स। हो यहाँको सक्यो। अब हामी यहाँबाट लागिन्छ कोसीतिर। कतिवटा समाते पनि थाहा छैन, घर बगेर कतिवटा बाँकी हुन्छ पनि थाहा छैन। कोसी गइन्छ, कोसीमा गएर एकछिन कोसीको गर्मी पनि खाइन्छ, हावा पनि खाइन्छ। ओके ग्याङहरू जाँदैछौँ। अब ग्याङहरू हामी 1 2 3 4 5 6 अनि म गरेर 7 7जना आएछौँ हामी। हुन्छ अब फाइनली हामी कोसीमा आइपुग्यौँ। कोसी कोसी हो यो, कोसी रिभर। कोसी रिभर आइपुग्यौँ हामी। मजा आएको छ। खुसी आउने भनेको पनि सपना पुरा भयो। फाइनली मेरो खुसी आउने ठुलो रहर थियो, एकदमै रहर पुरा भयो। मेरो फोर खुट्टा जुत्ता फुकालिन्छ अनि छम गरिन्छ। अब एकछिन हामी ओके जानुस्। कस्तो रहेछ पानी? ओके मजाको क्या आनन्द पाउँछ यस्तो। खुसी आउने मेरो रहर, मेरो चाहना पुरा भयो। खुसी मजा आएको छ। बार पानीमा पहिला लास्ट इयरदेखि नै आउने भनिरहेको थिएँ यहाँनिर। कहिले के नमिल्ने आज चाहिँ सोच्दै नसोचेर आइपुग्यो फेरि यहाँ पनि। आज खालि हामी त्यहाँबाटै सोचेको त्यो सिङसार के होला पनि बिर्स्यो कस्तो गाह्रो थियो बिर्स्यो। त्यहाँ जानुलाई मात्र आएको, त्यहाँबाट यहाँ
भाइले लिएर दिइहाल्यो बेलामा जानु रहर छ भनेर आएँ म नि। कस्तो मजाको भ्यू छ अगाडि फ्रन्टमा। अगाडिको भ्यू चाहिँ फेरि यस्तो दामी छ यो मजाको। पानी चाहिँ फेरि ल्याउनै ल्याउनु पानीमा छम्प्लङ 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 गर्दै हुनुको मजा नै बेग्लै क्या फेरि। हाम्रो गाइजहरू त धेरै अगाडि पो पुगेछ त। यस्तो मजाका हेपेन हुन्छ नि अब यस्तो त भ्यू यस्तो छुट्टै आनन्द मिल्छ हेर त ल। दिस भ्यू इज अमेजिङ। एकदमै सब भ्यू छ हेपेन। फोटो सेसन हुँदैछ हाम्रो यहाँ। अर्को नेक्स्ट टाइम आउँदा मासु लिएर आउने रे। पुलाउ रे अभि पुलाउ मासु ए हो। रमाइलो भइरहेछ यहाँनिर भाइ बहिनीको भिडियो मेकिङ भइरहेछ। यता फेरि छुट्टै छ रमाइलो। यता फेरि आनन्द छ। नेक्स्ट टाइम चाहिँ ड्राई पिकनिक आउनुपर्छ अब। यता खानेकुरा बोकेर मजाले यतै खाने हिसाबले आउनुपर्छ अब। घाम चाहिँ लुकिहाल्यो क्या एकछिनमा त घामको दर्शन पायो ठ्याक्कै लुक्यो यता घाम ठ्याक्कै लुकेछ यता। सेती खोला बगर कपाल पाक्यो। डर लागेन? आनन्द रमाइलो लाग्यो। कान्छोलाई चाहिँ धेरै धेरै धन्यवाद लिएर आइदिएकोमा। यता सम्झेर लिएर आइदियो। सम्झेर लिएर आइदियो खुसी लाग्यो। अब नेक्स्ट विकको प्लान त बनेको छ तर नट स्योर जस्ट प्लान मात्र हो। आइहाल्यो भने चाहिँ हामी चाहिँ ड्राई पिकनिक आउनेछौँ यहाँ। रमाइलो भयो। अब हामी धरान फर्किन्छौँ ब्याक टु धरान। Okay, let's go to Dharan. अब हामी ग्याङहरू फर्किन्छौँ घर। माछाहरू समातेर लिएर आएको घर पुगुन्जेलसम्म त सकिने रहेछ माछा त। अघि नै पुगेको भए त बाँच्ने रहेछ। घरमा अब पुग्दासम्म कति हुने हो कति नहुने हो।
Okay. See you. आयो सुसीको खाने ल्याउ रे यार 1 man stand हो नि हिले त के लाग्यो रे उता त कस्तो फोहोर पनि लागेको थियो फेरि रास्ता ताल फोहोर छैन बगेको पानी साङ्लो माछा ग्रुप ग्रुप कुदेको देखेको थिएँ मैले हैन तर यो जुन कि अघि हामी के अरे त्यो गएको ठाउँ त्यहाँ चाहिँ यो पानी फोहोर पानी फोहोर गर्मी एकदम धेरै ठिक छ गर्मी त सहन सक्छ जति पनि तर मलाई फोहोर मन परेन हो त्यस्तो पानी एकदम फोहोर रास्ता तालमा तपाईँले देखेको त कस्तो सफा थियो रास्ता ताल त सफा छ त्यहाँ त अब त्यसरी मान्छेले स्विमिङ खेल्न दिँदैन नि त माछा पक्रिने हिसाबले माछा पनि पक्रिनु पाउँदैन त्यो सानो मोती भुरा खेर त तपाईँले के त ला भिडियो गरेको त भएन छ भन्नुभयो नि त्यसरी माछा त हेरिरहेको थियो नि माछा पुरा कुदिरहेको थियो त्यस्तो सफा पानीमा फाइनली अब लाग्यो कोसीको यात्रा सक्यो हाम्रो अब गइन्छ सिधै धरान यहाँबाट पक्रेर लिएर आएको माछा अब कति कुन एउटा यो खतरा खानु छ एउटा चाहिँ कुन शहीद हुन्छ कुन बाँचिन्छ आम्बो कस्तो उब्रेको हो यो कन्ट्रोल अक्सिजनमा राखे हुन्छ नि कुनै बाछो यति बाछो ट्राई हान न बाँचिहाल्यो भने त बाँच्यो 1 2 3 4 5 6 7 8 वीरगति प्राप्त भएको हो 9 वटा दिदी यो चाहिँ हाम्रो खोलाबाट लिएर आएको समाएर लिएर आएको सबै ओके हाम्रो सानो ब्लग आजको यही सकिन्छ फेरि भेट्नेछौँ हामी अर्को नयाँ ब्लगमा Till then, take care. Bye-bye. Ciao.